आओ है मेरो यही हो पार्टी कौन है ये लोग कहाँ से आते हैं ये यस्तै हो यति मात्रै म त भ्लग बनाउने स्थितिमा पनि छैन गाडी लाग्छ के गर्नु थेपुलाई देखाऊ आफ्नै बुढीको छ यहाँ सब किन भन्नु न एकचोटि हजुरको भ्लगमा टिकटकमा म पनि देखिन पाउनु भएन एकदम ठुलो सौभाग्य एकदम खत्म बाय बाय टाटा गुड बाय गया यस्तै छ हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग अनि आज चाहिँ तिहार मनाएर सकिसकेर हामी चाहिँ बाहिर फ्रेस हुनलाई रमाइलो हुनलाई घुम्न जाँदैछौँ हामी पुरै फ्यामिली सो होप यु लाइक भिडियो होइन हाल्नेछु सबैले हेर्नु होला अन्तिमसम्म कस्तो लाग्छ रिभ्यू दिने होला एन्ड देन भिडियो इज नाउ प्ले गर्मी फिल भइराख्ने अनि पछि ब्लगमा हामी पनि हामी देखाउन है दुईजना ओके हैन सबैलाई देखाइराखेको फेरि ब्लग बनाउँछ म त भ्लग बनाउने स्थितिमा पनि छैन गाडी लाग्छ के गर्नु के रे यो ठाउँको नाम ठाउँको नाम मिल भेडाबाडी रे गाइज हाम्रो नामसँग मिले है भेडाबाडी गाइज को भेडाबाडी हुनुहुन्छ कमेन्ट गर्नु होला तल चाहिने जो जिन्दगानीमा हाम्रो नि भेडाबारी हो नि त त्यो जङ्गल छ त चितवन आउनुभन्दा अगाडि त्यसलाई भेडाबारी जङ्गल भन्छ क्या अगाडि पनि ल ल थेपु यता हेर्दै एकचोटि बाबु देखे यस्तो मोबाइल देखे हेर यसलाई देखाऊ कि सबैले यसलाई देखाऊ यो मौसम त हेर यो भएन कि मोबाइल चलाउने तरिका भएन यस्तोलाई मैले कसरी क्यामेरा यतिकै फर्को यतिकै चलाउनु है यस्तो बोनस हो यार यार क्यामेरा चलाउनु दिँदा पनि जान्दैन च्यापेर मर्न लाग्यो यार खै ब्युटिफुल यता हेरिदेऊ त हेर गाई जुत्ता पनि स्टार्ट हुँदैछ फेरि मौसम सुनार एक निन्द्रा पुऱ्याइसक्नु भयो बिजोक भइसक्यो यताको बाटो बाटो बिजोक है गाइज भोइस ओभर गर्ने बेला मलाई घरमै ठाउँको नाम भनिदिन्छु म हस् के बोल रे भेटी पाटी बोल रे भेटी हैन घुमखरे डेराबारी पुल नेपालको धुलो उडाउँदै राम्रो राम्रो गीत बजाउने मान्छे पनि सिजी बङ भयो तिमी त साउथ र इन्डियन मात्रै त्यो डाँडाहरू चाहिँ कस्तो मजाले कि है हाम्रो त पुरैसम्म डाँडै देख्दैन फेरि यहाँ डाँडा काँडा देखेर हैरान हुन्छ यहाँ फेरि नेपालको पनि त्यस्तै हुन्छ पिता पिता सबै समतल नि हेर्नुहोस् है यो के भन्छ अरे कस्तो राम्रो के खोला भन्ने यसलाई खोला होइन भेरी नदी भेरी नदी तल भेरी भेरी माइ गॉड हेर यहाँ कस्तो दामी छ हाम्रो नारायणलाई चाहिँ टप्दैन जस्तो जे भए पनि नारायणलाई टप्दैन अरे अलि
परिस्थिति गाह्रो छ कि पूजा भएर पनि गाह्रो छ। 4 जना बसेछौँ पछाडि यस्तरी चढेर मर्न लागिसक्यो। गरम के गरौँ? वा बाबु नम्बर कालचितिर जाम यताउता गरौँ छिटो निस्किँदा माथि धेरै गरौँ बस्नेहरूलाई गाह्रो हुन्छ फेरि बाटो यस्तो रहेछ हुन्छ के गर्ने नानी प्रेग्नेन्ट छ गाइस गाह्रो छ नि त गाह्रो हुन्छ के बाटो पनि घचाक घुचुक फेरि नै घुमाउनु न सिधै कालचे कालचे अस्ति हामी गएको थियौँ नि हल्का माथितिर जाम न नि हुन्छ यता पुलमा जाम है बरु किन हो र केही नभएको ठाउँमा त नजाऊँ कि गाई यतिकै यहीँ पनि ठिक छ त किन हो कहाँ जानु त त्यो पुल हेर्ने मात्रै हाम्रो पुलमा पनि त्यति फोटो भिडियो राम्रो आइहाल्छ त्यो घर नजिकै पुलमा जाम अगाडिबाट बाटो राम्रो छ जाम भिडियोतिर जाम चल्दिउँ अब पुल के हेर्ने हुन्छ नि सबैले के जाने डेस्टिनेसनमा त जान पर्यो नि गाई छ यत्रो चलिसकेपछि के निस्क्यो अरे पातालो छैन नि गाई कोही पातलो छैन नभइकन गाह्रो भयो त्यो पुऱ्याइदियो न पचक्क भइसक्यो म त भ्लग यताबाट स्टार्ट गर्न दिन्छु है मैले ल ल नि त समात्नु नानी ल समात्नु यहाँ आए अगाडि हिँड्नु ल 5-7 मिनटको बनाउने त्यसमै म बोल्ने म भोइस गाई जुत्ताबाट गाडी आइरहेछ हामीले चाहिँ यताबाट गइरहेछ मैले चाहिँ गाडी क्रस भयो गाई घाममा पनि खोला भएर रहेछ कि चिसो हावा आएको स्टिक थियो कि बाबु पनि देखेन अच्छा मेरो बुढा है मेरो बुढा ह्यान्डसम देखिनु भयो मेरो बुढा जस्तो ह्यान्डसम त कोही पनि लाग्दैन कि साथीहरू है हामी चाहिँ बोटे चौर पेट्रोल पम्प लिएर आयौँ तर हाम्रो गाडी इभी भएर हामी चाहिँ पेट्रोलतिर जाँदैनौँ यति धेरै प्याक छ कि चाडपर्व सकेर पनि होला सायद गाडीहरू यति धेरै मेरो प्रायः पेट्रोल पम्पमा उ पनि हुन्थ्यो नि त चार्ज पनि हुन्छ है चार्ज एकैचोटि सल्ली बजार मात्रै छ क्या दादा अब यता हो हामी बल्ल त बोटे चौर आइपुग्यौँ सन्डी बजार भनेको तिमीहरू भइदिनु बोटे चौर आयौँ बाटो उतातिर राम्रो छ अगाडि मौसम बिताइयो अब यी कता गयो जान्ते बाख्रो दाइ हजुर हामी आज बेलुका जाऊँ हजुर भोलि पर्सि कहिले आउनु त आउनु अनि नाइट सो हेर्न जाउँला नि त मुभी हामी भोलि आज तिमी आज बेलुका हिँडिहाल्यो र हजुर भोलि गएर जाउँ न नाइ बेलुकै जाने नै आज सिधै आऊ तरै बस्छौँ न त आज नाइ कस्तो नाइ हो र फेरि कति बस्ने हो केही हुँदैन हिजो बस आज हिजो बस्ने होइन बाबु अहिले फर्केर आऊ यता खानामा आज भोलि बिहान जानु है खानसाना खाएर अब एकैचोटि अहिले आज यहीँ खाना है थेपु आज बेलुका जान्छौँ कि हामीहरू बेलुका गइहाल्ने यो चाहिँ बोटे चौरमा आयौँ हामी चाहिँ कन्फ्युज छौँ कि साथीहरू कहाँ जाने भनेर होइन फेरि रोड फेरि यत्रो यहाँ त भित्र बजार रहेछ क्या हो कि नै थेपु खिदिन्छु कि ल परे झर्नु होला सबैजना ल ल ल उता सबभन्दा पहिला थेपुलाई देखाऊ सामान माल सामान झिकेर आयो है गाइजहरू हामीले खाने ठाउँ चाहिँ यहीँ हो रे जसलाई फोरो नपर्ने यस्तो भएको रे ल उसमा त ल
ल राम्ररी देखिजाऊ कि ओ माई गड अनि दाइ हाम्रो तिहार कति राम्रो स्वर होला जस्तो पिकनिक यहाँ आएर त पर्दिप लड्छ म तल आउँछु म त्यहाँ माथि अरे बनाउँछु त्यो लैजाउँ हेर न त्यहाँ हेर न यहाँ चुप्प गरेर 1 2 3 उठ आफ्नै बुढीको छ यहाँ सब किन म एक्लै भइछु अया हरियाला रे के भनेको होला के त्यो चार्ज पनि छैन त्यही पनि भिडियो बनाउँदा ठिक्क छ हराएको भने ल यहीँ हो है गाइज यहाँ टक्क यो ढिकबाट यहाँ यो यहाँ तिमी बसेर हामीले सबले गाइड चलिदियो तिरिङ्गाको ब्याग भित्रै छ है केही हुँदैन मेरो ब्याग छ त्यही ब्याग लिएर खिचाउले मेरो ब्याग नि ल्याएनौ मलाई कस्तो टाउको दुखी भएको थियो कि माई गड सिन हेर न गाइज माई गड सिन हेर न मेरो कपडाको हिलको त बेजतै भयो है आज बेजत भएर यहाँ आएँ यस्तो हिल लगाएर कपडा आएर जाने ठाउँ उतै बाटो हो कि जहाँ बस्यो भने कहाँ त्यहाँबाट यहीँ त शीतल छ त यहीँ शीतल छ उता बाटो हो कि तपाईँ जाने ठाउँ छैन शीतल छ कि ओ माई गड डाँडा त बाफे तिमीले ब्याग ल्याएन पर्दिप आ गया हम आ गया हेरौ जिन्दगी यस्तै छ यस्तो ठाउँमा यो ठाउँमा आउने भनेर फिक्स चाहिँ थिएन है हामी अलि राम्रो ठाउँमा मतलब यस्तो बिच खोलातिर नजाऊँ भनेर हो तर पनि यहीँ आयो यस्तो राम्रो छ क्या आमा हेर्नु न तर डेन्जर छ है कुर्ता लाइयो कि यस्तो लाइयो यस्तो जुत्ता लाइयो गाह्रो भइगयो तर पनि आयो केही छैन चप्पल खोलेर भए पनि रमाइलो गरिन्छ होइन ह्याप्पी तिहार है त आज पनि फेरि ल यहाँ चाहिँ फोटोसोटो हुन्छ भिडियो बनाउँला सब बनाउँछ यहाँ चाहिँ म सर एकचोटि यस्तरी लिइदिन्छु पनि ल के हो र कुन चाहिँले माछा साछा पनि मार्यो रहेछ नि क्या यो यहीँ छ त ल यो ठाउँ नि आनन्द यो ठाउँ झन् आनन्द छैन यस्ता मान्छेहरू मलम किन हुने कि फेरि बियर हो नि छैन यस्तो थियो त ह्याप्पी तिहार है गाइज खोलाको मात्रै आवाज आयो भाइ भाइरल हुनुभयो फेरि भन्नु न एकचोटि हजुरको भ्लगमा टिकटकमा म पनि देखिन पाउनु भएन एकदम मेरो लागि त ठुलो सौभाग्य हो एकदम हजुर त एकदम भाइरल हो नि त पपुलर त्यो भन्न मिलेन के यार